खाना पकाउनु आउँछ के आउँछ ल सिक्नी है ल पहिला यो तेल हाल्ने यसरी तेल सेल हालिसकेछ त्यसमा हैन हजुर हजुर ल हेर जिरा यो जिरा अलिकति 2-4 फुराउने ल अब मैले भन्छु अनि गर्दै आएँ ल त्यो त 2-4 वटा अब यो हाल्नु ल धेरै पर्यो त ल के तर्से गर कुक गर्ने मान्छे डराउँछन् पुरै हाल्न हे दम छैन यस्तै उता हेर यहाँ लु लु फेरि हाल्ने है ल यसलाई चलाउ एकछिन मजाले चलाउ ल तल आउँछ र आउँछ चलाइदिन्छु कि त्यो त पार्दैन हो चलाउ उए 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 हैन ओके चलेन नि ल ल गर चाहिँ अस्ति हल्लाउँछु भन्दै ल हेर्छु मैले हेर्नु यता ल देखो पर्फेक्ट भइसक्यो खै हेर अलिकति फेरि एकचोटि गर ल वाह मलाई आउँछ के घुम्म गर्छ म गर्छु ल यसो त हेर्नु त पुरो पोकिन्छ है भयो भयो ल अब अन्डा हाल्ने बेला भयो अब त्यसमा अन्डा हाल ल कुकिङ गर्नु सजिलो हुँदो रहेछ गाह्रो रहेछ सजिलो सजिलो हो कुक हुनु हाँ त्यही हातहरू जल्यो भने चाहिँ गाह्रो नत्र सजिलो हात कसरी चल्छ चलिहाल्छ डर गरी होइन कि डर गरी खै यताले यहाँ हेर राम्रो छ यस्तो छिटो गर्नु भयो फास्ट गर्ने है फास्ट हातहरू यस्तो छिटो चल्नुपर्छ कुक गर्ने मान्छेको हात चाहिँ यस्तै कमिला चलेर हुँदैन है यस्तै डढ्नु सक्छ नि त सामानहरू एकदम फास्ट चल्नु पर्छ फास्ट